अब प्रिभियस भिडियोमा हामीले चाहिँ बायोडाइजेस्टरको डिजाइन र इनर्जी अब्टेन्डका स्टेप्सहरू हेऱ्यौँ होइन। अब त्यो स्टेप युज गरेर चाहिँ हामी केही न्युमेरिकल एक्जाम्पलहरू सल्भ गरौँ। ठिक छ, यो भनेको हाम्रो प्रिभियस एक्जामहरूमा सोधिसकेका क्वेसनहरू हुन् है त। सुरुको क्वेसन चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि हामीले एउटा फ्यामिलीको लागि बायोडाइजेस्टर डिजाइन गर्नु पर्यो है, जसको लागि चाहिँ हामीले के दिएको रहेछ, हामीलाई 4वटा गाई दिएको छ र रिटेन्सन टाइम दिएको रहेछ 20 डेज, टेम्परेचर छ 30 डिग्री सेल्सियसको। अब यो क्वेसनमा हामीले के दियो, ड्राई म्याटर कन्ज्युम्ड जुन छ 2 kg पर डे। अब हामीले प्रिभियस डिजाइन एन्ड एनर्जी स्टेप हेर्दाखेरि हामीले हेरेको थियौँ यो ड्राई म्याटर के को लागि युज हुन्छ भन्दाखेरि ड्राई म्याटर हामीलाई इनर्जी क्यालकुलेसनको लागि युज हुन्छ। अब डिजाइनको लागि डाइजेस्टर डिजाइनको लागि चाहिँ हामीलाई के चाहिन्छ, वेट डङ चाहिन्छ। अब हामीलाई क्वेसनमा ड्राई डङ दिएको छ, क्वेसनमा ड्राई डङ दियो भने ड्राई डङबाट वेट डङ निकाल्नको लागि हामी के गर्थ्यौँ, हामी ड्राई डङलाई 20%ले डिभाइड गर्थ्यौँ र त्यहाँबाट हामीले वेट डङ निकाल्थ्यौँ। ठिक छ, यो क्वेसनमा हामीलाई ड्राई डङ दिएको रहेछ। त्यसपछि हामीलाई के दिएको छ, बायोग्यासको यिल्ड दिएको छ 0.24 मिटर क्युब पर केजी, बर्नरको एफिसियन्सी दिएको छ 70%, मिथेनको प्रपोर्सन पनि दिएको रहेछ। मिथेन प्रपोर्सन भनेको मिथेन कन्टेन्ट हो 0.8। अनि अब हिट कम्बसन अफ मिथेन मे बी एज्युम्ड एट 28 मेगाजुल पर मिटर क्युब। अब यो भनेको हाम्रो इनर्जी डेन्सिटी अथवा हिटिङ भ्यालु भयो हैन। अब बाँकी हामीलाई चाहिए अनुसार सुइटेबल डाटा एज्युम्सन गर्नु पर्यो र हामीले के गर्नु पर्यो, हामीले भोल्युम निकाल्नु पर्यो डाइजेस्टरको र पावर अभाइलेबल फ्रम डाइजेस्टर निकाल्नु। ठिक छ, अब यसलाई सल्भ गर्नतर्फ जाउँ। ल, हामीलाई क्वेसनमा दिए अनुसार नम्बर अफ काउ हामीलाई 4 दिएको थियो र हामीलाई के दिएको छ, ड्राई म्याटर दिएको छ 2 kg पर डे हैन। त्यही भएर अब हाम्रो टोटल ड्राई म्याटर चाहिँ कति भयो, एउटा गाई बराबर 2 kg भनेपछि 4वटा गाई बराबर 4 2 4 8 kg पर डे हाम्रो ड्राई म्याटर आयो है। त्यसपछि हामीलाई के दिएको छ हेर त, यहाँ बायोग्यास यिल्ड दिएको छ 0.24 मिटर क्युब पर केजी भनेपछि हाम्रो बायोग्यास यिल्ड भनेको 1 kg बराबर 0.24 मिटर क्युब निस्किँदो रहेछ हैन। भनेपछि अब हामीसँग कति छ, हामीसँग त 8 kg ड्राई म्याटर छ नि त, जसले गर्दाखेरि हाम्रो टोटल बायोग्यास चाहिँ कति भयो, 8 × 0.24 गर्दा 1.92 मिटर क्युब पर डे। यति चाहिँ हाम्रो टोटल बायोग्यास निस्क्यो। अब यो बायोग्यासमा पनि हामीलाई यहाँ हेर्न सक्नुहुन्छ मिथेन प्रपोर्सन 0.8 दिएको रहेछ, भनेको जति बायोग्यास निस्किन्छ त्यसको 80% चाहिँ मिथेन हुँदो रहेछ। भनेपछि अब मिथेन चाहिँ कति रहेछ त बायोग्यासमा भन्दाखेरि 0.8 × टोटल बायोग्यास 1.92 गर्दाखेरि 1.536 मिटर क्युब पर डे चाहिँ हाम्रो मिथेन आयो है। अब अर्को क्वेसनमा के पनि दिएको छ, हिटिङ भ्यालु अफ मिथेन चाहिँ 28 मेगाजुल पर मिटर क्युब भनेपछि हाम्रो टोटल पावर चाहिँ कति आयो भन्दाखेरि 1 मिटर क्युब मिथेन बराबर 28 मेगाजुल, हामीसँग 1.536 मिटर क्युब छ भनेपछि सिम्पल युनिटरी मेथडको लोजिक लाएर 1.536 × 28 गर्दाखेरि हाम्रो 43 मेगाजुल पर डे चाहिँ हाम्रो के भयो, बायोग्यासबाट यति हाम्रो टोटल पावर निस्क्यो। ठिक छ, यति चाहिँ हाम्रो बायोग्यासले एनर्जी निकालेको। अब त्यो सबै एनर्जी त युजफुल हुँदैन, किनकि केही हाम्रो हिटको फर्ममा लस हुन्छ, केही फ्रिक्सनको फर्ममा युज हुन्छ, लस हुन्छ हैन। त्यही भएर लसेसलाई हटाएर यसको एक्चुअल एफिसियन्सी चाहिँ कति छ, बर्नर एफिसियन्सी हामीले 70% दिएको छ भनिसकेपछि एफिसियन्सी इन्टु टोटल इनर्जी अथवा टोटल पावरलाई हामीले मल्टिप्लाई गर्यौँ भने हाम्रो के आउँछ, टोटल युजफुल पावर अथवा हामीले युज गर्न सक्ने पावर जुन चाहिँ हाम्रो कति आयो 0.7 × 43 गर्दा 30.1 मेगाजुल पर डे। यो चाहिँ हाम्रो के भयो, हामीलाई सोधेको यो 1 को 2 टोटल पावर अभाइलेबल फ्रम डाइजेस्टर हामीले निकाल्यौँ, जुन हाम्रो कति आयो 30.1 मेगाजुल पर डे आयो। ठिक छ, अब अर्को के पनि सोधेको छ, भोल्युम अफ बायोग्यास डाइजेस्टर भनिसकेपछि अब डाइजेस्टरको भोल्युम पनि निकाल्नु पर्यो। अब डाइजेस्टरको लागि चाहिँ मैले भनेको थिएँ यदि ड्राई म्याटर दियो भने हामी के गर्छौँ, वेट म्याटरको चाहिँ 20% ड्राई म्याटर हुन्छ भनेर हामी कन्सिडर गर्छौँ। भनेपछि अब हामीलाई के दिएको छ, हामीलाई त ड्राई म्याटर दिएको छ हैन, क्वेसनमा हामीलाई 2 kg पर डे ड्राई म्याटर दिएको छ। त्यही भएर पहिले हामीले वेट म्याटर निकाल्नु पर्यो। त्यही भएर टोटल हाम्रो 2 4 जा 8 kg पर डे ड्राई म्याटर आएको छ, त्यसलाई 20%ले डिभाइड गर्दा हाम्रो कति भयो 40 kg वेट डङ आयो है। अब वेट डङ निस्किसकेपछि
त्यो डङको हामीले के गर्नुपर्छ सेकेन्ड फेजमा स्लरी बनाउनु पर्छ। स्लरी भनेको डङ र वाटरको रेसियो। अब हामीलाई के भनेको छ क्वेसनमै हामीलाई एज्युम सुइटेबल डाटा भनेको छ, रेसियो दिएको छैन नि त। रेसियो नदिएको भएर चाहिँ हामीले 1:3 को रेसियो एज्युम गऱ्यौँ। अब 1:3 को रेसियो एज्युम गरेर हाम्रो वेट डङ आएको छ 40 केजी। अब अमाउन्ट अफ वाटर एडेड कति भयो 40/3 गरेर 1:3 लिएको भएर 40/3 गरेर 120 केजी हाम्रो वाटर एडेड आयो। ठिक छ। अब स्लरी भनेको के हो वाटर र डङको मिक्सर, त्यही भएर 40 + 120 गरेर स्लरीको वेट चाहिँ कति आयो 160 केजी आयो है। अब यो स्लरीको वेट आयो। स्लरीको वेट पछि हामीलाई के चाहिन्छ स्लरीको भोल्युम चाहिन्छ। भोल्युमको लागि हाम्रो के हो भोल्युम भनेको मास बाई डेन्सिटी। अब हामीलाई यो क्वेसनमा डेन्सिटी पनि दिएको छैन, त्यही डेन्सिटी नदिएको भएर हामीले एज्युम गर्नु पर्यो। एज्युम गर्दा डेन्सिटी कसरी एज्युम गर्ने 1000 भन्दा धेरै एज्युम गर्ने, जसले गर्दाखेरि भोल्युम भनेको मास बाई डेन्सिटी। टोटल मास अफ स्लरी 160 केजी, टोटल डेन्सिटी 1050 गरेर हामीले 0.15 मिटर क्युब चाहिँ हाम्रो के आयो स्लरीको भोल्युम आयो है। अब क्वेसनमा हामीले के दिएको छ रिटेन्सन टाइम 20 डेज भनेको छ, भनिसकेपछि 20 दिनसम्म सप्लाई गर्दाखेरि पनि थाम्ने खाले हामीलाई डाइजेस्टर चाहियो है। त्यही भएर अब यो 20 डेजले यो स्लरीको भोल्युमलाई मल्टिप्लाई गर्दा हाम्रो के आयो स्लरी भोल्युम इन डाइजेस्टर आयो, जुन भनेको 0.15 इन्टु 20 डेज गर्दाखेरि 3 मिटर क्युबको हाम्रो 3 मिटर क्युब चाहिँ हाम्रो डाइजेस्टरमा स्लरीले अकुपाई गर्दो रहेछ। अब डाइजेस्टरमा के हुन्छ यतातिर स्लरीले अकुपाई गर्ने स्पेस हुन्छ र माथि ग्यासले अकुपाई गर्ने स्पेस हुन्छ। ठिक छ, यता ग्यास यता स्लरी है। अब स्लरीको चाहिँ कति आयो 3 मिटर क्युब आयो। अब हामीले ग्यासको टोटल डाइजेस्टरको भोल्युम सोधेको छ नि त क्वेसनमा, त टोटल डाइजेस्टरको भोल्युम सोधेको छ भनेपछि अब हामीलाई ग्यास होल्डर पनि चाहियो। अब ग्यास होल्डरको लागि हामीले के गर्यौँ 25% एज्युम गऱ्यौँ, किनकि क्वेसनमा ग्यास होल्डरको रेसियो दिएको छैन है। भनेपछि 25% एज्युम गर्दाखेरि अब ग्यास होल्डरको साइज कति आयो भन्दाखेरि 25% ग्यास होल्डर। अब 25% ग्यास होल्डरले अकुपाई गरेपछि बाँकी स्लरीले अकुपाई गर्यो होइन। 25% यता आएपछि बाँकी रिमेनिङ भयो 75%। 100 - 25 गरेर 75 आयो है। भनेपछि ग्यास होल्डर भनेको 25/75 इन्टु हाम्रो स्लरीको भोल्युम कति आएको छ यहाँ 3 मिटर क्युब। 25/75 इन्टु 3 गर्दाखेरि 1 मिटर क्युब आयो। यो 1 मिटर क्युब चाहिँ ग्यास होल्डरले अकुपाई गर्दो रहेछ। अब त्यसपछि अब टोटल भोल्युम अफ डाइजेस्टर भनेको चाहिँ के हो डाइजेस्टरमा हाम्रो यति स्लरी यति ग्यास होल्डर, यति दुईवटा जोड्दाखेरि हाम्रो टोटल भोल्युम अफ डाइजेस्टर आउँछ। भनिसकेपछि स्लरी प्लस ग्यास होल्डर गरेर हाम्रो के आयो टोटल 3 तिम्रो स्लरी 1 हाम्रो ग्यास होल्डर गरेर टोटल 4 मिटर क्युब चाहिँ हाम्रो डाइजेस्टरको बायोडाइजेस्टरको भोल्युम आयो। ठिक छ, यस्तो तरिकाले हामीले क्वेसनहरू सल्भ गर्नुपर्ने हुन्छ। यसरी फिक्स यो क्वेसनहरू खासै गाह्रो छैन, त्यही युनिटरी मेथड जस्तै त हो। त्यही भएर यति स्टेपहरू याद राख्यो भने यो क्वेसन सल्भ गर्न सक्छौँ है त। अब नेक्स्ट भिडियोमा हामी अर्को खाले क्वेसन सल्भ गरौँला है। हस्, थ्याङ्क यू।